लज गरेको चाहिँ 28 डेजमा चाहिँ मेरो S56 रिक्वेस्ट आएको थियो। के हुने होला कसो हुने होला, अब भिजा ग्रान्ट हुने बेलामा S56 माग्दिएको छ। हेलो एभ्रिवान, आज हामीसँग अमृत भाइ हुनुहुन्छ। उहाँको रिसेन्टली भिजा ग्रान्ट भएको छ। कङ्ग्रेचुलेसन अमृत भाइ। थ्याङ्क यू सर। अमृत भाइ, तपाईँको इन्ट्रोडक्सन दिनुहोस् न एकचोटि। नमस्ते, मेरो नाम चाहिँ अमृत पाण्डे। मेरो चाहिँ रिसेन्टली अस्ट्रेलियाको भिजा ग्रान्ट भएको छ मास्टर्स इन प्रोफेसनल इन्जिनियरिङको लागि। ओके, अनि हजुरले एकचोटि एकाडेमिक ब्याकग्राउन्ड र तपाईँको पिटीको जर्नीको बारेमा अलिकति केही कुरा भनिदिनुहोस् न। मेरो चाहिँ एकाडेमिक ब्याकग्राउन्ड चाहिँ मेरो ब्याचलर इन इन्जिनियरिङ थियो, अटोमोबाइल इन्जिनियरिङ मेजरमा। अनि मेरो पिटी जर्नी चाहिँ तिलिचो कन्सल्टिङ काठमाडौँबाट सुरु भयो। अनि मैले 1 मन्थमा पिटी गरेर अनि ओभरअल 81 नट लेस देन 62 आएको थियो मेरो पिटीजना चाहिँ। ओके, तपाईँको पिटीमा 81 आउनुमा तपाईँलाई तिलिचोको क्वालिटीप्रति विश्वास लाग्यो कि के कुराले गर्दा तपाईँलाई 81 ल्याउनमा सहयोग भयो होला? मेरो पिटी जर्नी चाहिँ काठमाडौँको तिलिचो कन्सल्टिङ ग्रुपबाट सुरु भयो। अनि मेरो इन्स्ट्रक्टर हुनुहुन्थ्यो उहाँ कृष्णु सर। उहाँको प्रपर गाइडेन्स अनि हेल्पफुलनेस सरको स्क्रैचबाट सबै कुरा, बेसिक कुराबाट सबै बिस्तारै पढाउँदै जानुभयो सरले। अनि त्यसपछि सबै कुरामा हेल्पफुल मेटेरियल्सहरू, गाइडेन्सहरू सबै राम्रो थियो सरको। अनि सरले राम्रो प्रोभाइड गर्नुभएको भएर चाहिँ मैले चाहिँ पिटीमा 81 ल्याउन सफल भएँ जस्तो लाग्छ मलाई चाहिँ। ओके, पिटी कम्प्लिट भइसकेपछि तपाईँको एप्लिकेसन प्रोसेस स्टार्ट भयो। कतिवटा युनिभर्सिटीहरू तपाईँले चुज गर्नुभयो होला, या चाहिँ तपाईँलाई कसैले सजेस्ट गरेको होला यो युनिभर्सिटीमा यो कोर्समा गर्नु भनेर। अनि त्यो प्रोसेसमा तपाईँलाई कति सहज महसुस भयो त? मैले चाहिँ युनिभर्सिटी चुज गर्दा चाहिँ आफूले पनि रिसर्च गरेको थिएँ। अनि त्यसपछि यहाँ सरले, विश्व सरले, ईश्वरी सरले पहिले मलाई काउन्सिलिङ गर्दा नै राम्रो राम्रो युनिभर्सिटीहरूको नाम भन्नुभएको थियो। अनि त्यसपछि मैले चाहिँ वान अफ द बेस्ट युनिभर्सिटी छानेर अनि त्यसपछि मैले मास्टर्स प्रोफेसनल इन्जिनियरिङ, मेरो ब्याकग्राउन्ड नै इन्जिनियरिङ भएको भएर मास्टर्स इन प्रोफेसनल इन्जिनियरिङ पढ्ने भनेर एप्लाई गरेँ। ओके, अब अस्ट्रेलियाको एप्लिकेसन प्रोसेसहरू स्टार्ट भइसकेपछि तपाईँलाई अफर लेटरदेखि भिजा ग्रान्टसम्मको यात्रामा कहाँ कहाँ के अप्ठ्याराहरू आइपरे र तिलिचोले तपाईँलाई कसरी सहयोग गर्यो त्यसको बारेमा सम्पूर्ण कुराहरू भनिदिनुहोस् न। मेरो एप्लिकेसन स्टार्ट भइसकेपछि चाहिँ मेरो अलि कम्प्लिकेसन थियो, बाबाको बाहिरको इन्कमहरू थियो। अनि त्यसपछि त्यसको लागि अब ट्याक्सहरूको कुराहरू अनि बाहिरबाट नोटरी गर्नुपर्ने कुराहरू, धेरै कुरामा कम्प्लिकेसन्सहरू थियो। यहाँको प्रपर गाइडेन्स भएको भएर अनि मैले बुझेर अनि बाबालाई बुझाउन पनि धेरै सजिलो भयो। अब प्रपर गाइडेन्स हुन्थेन भने चाहिँ अब मैले बुझ्नै गाह्रो हुन्थ्यो। मैले बुझेर बाबालाई बुझाउँदा त्यो बुझाउन म सजिलै सफल भएँ उहाँहरूको गाइडेन्सको कारणले। अनि सबै फाइनेन्सियल बाटो कुराहरू सबै राम्रोसँग गाइडेन्स पाएर सबै पुऱ्याएपछि मैले भिजा लज गरेँ। भिजा लज गरेको चाहिँ 28 डेजमा चाहिँ मेरो S56 रिक्वेस्ट आएको थियो। अनि S56 रिक्वेस्ट आउँदा चाहिँ म अलि आत्तिएको थिएँ, के हुने होला कसो हुने होला, अब भिजा ग्रान्ट हुने बेलामा S56 माग्दिएको छ। अनि डकुमेन्ट पुग्छ पुग्दैन भन्ने पनि चिन्ता थियो। मेरो चाहिँ S56 रिक्वेस्ट आइसकेपछि चाहिँ म फेरि अफिस आएँ। अनि सरहरूले S56 के मागेको थियो भनेर सरले इन्फर्म गर्नुभयो। अनि त्यसपछि त्यही अनुसार सरहरूले प्रपर गाइडेन्स, यसरी गरौँ, यो गऱ्यो भने चाहिँ भिजा आउँछ, सरहरूले मलाई इन्करेज गर्नुभयो। सरहरूले इन्करेज गरिसकेपछि चाहिँ मैले रिक्वेस्टेड डकुमेन्टहरू चाहिँ राम्रोसँग बनाउन सफल भएँ। अनि त्यसपछि हामीले फेरि S56 रिक्वेस्ट डकुमेन्ट्सहरू सब्मिट गऱ्यौँ। अनि त्यसपछि सब्मिट गरेको 28 डेजमा चाहिँ भिजा ग्रान्ट हुन सफल भएँ। अब ओभरअल तपाईँको जर्नीमा तिलिचोलाई रेटिङ गर्नु पर्यो भने तपाईँ 1, 2, 3, 4, 5 मध्ये कुन चाहिँ रेटिङ गर्न चाहनुहुन्छ? मैले तिलिचोलाई रेटिङ गर्नुपर्दा चाहिँ मिल्ने हुन्थ्यो भने 5 मा 6 नै गरिदिन्थेँ, तर 5 मा 5 नै गर्न म चाहिँ चाहन्छु। ओके, आज तपाईँले आफ्नो भिजा आफ्नो हातमा पाइसक्नु भएको छ। अब तपाईँले आफ्ना आफन्त, साथीभाइ, इष्टमित्र जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यदि हजुरहरू बाहिर अब्रोड स्टडीको लागि जान चाहनुहुन्छ भने चाहिँ तिलिचो कन्सल्टिङ ग्रुप चाहिँ वान अफ द बेस्ट चोइस हुनसक्छ हजुरहरूको लागि। म चाहिँ लक्की फिल गर्छु कि मलाई क्लाइन्ट भन्दा पनि एज अ फ्यामिली मेम्बर जसरी नै ट्रिट गरेर प्रपर डकुमेन्टेसन, प्रपर गाइडेन्स अनि मेरो S56 रिक्वेस्ट आएको भएर त्यति बेला पनि मलाई इन्करेज गरेर अनि मेरो एप्लिकेसन ग्रान्ट गराउन सफल बनाइदिनु भएको छ मलाई चाहिँ। थ्याङ्क यू सर फर यर प्रपर काउन्सिलिङ, थ्याङ्क यू फर इन्करेजिङ मी, एन्ड थ्याङ्क यू विश्व सर फर हेल्पिङ मी इन एभ्री प्रोसेस, डकुमेन्टेसनदेखि लिएर सबै कुराको लागि। अनि मेरो दाइलाई चाहिँ बिर्सिनु नै भएन, उसले गर्दा नै सायद उसले इन्करेज गरेको भएर नै मैले अस्ट्रेलियाको भिजा पाउन सफल भएको छु। थ्याङ्क यू एभ्रिवान, थ्याङ्क यू तिलिचो ग्रुप।